Hello everyone, welcome to my video. यो भिडियो केवल एजुकेशनल पर्पसको लागि मात्र हुनेछ. इट इज नट फर बाइङ एन्ड सेलिङ. आई एम नट योर फाइनेन्सियल एडभाइजर. प्लिज डु योर ओन रिसर्च. यो स्क्रिनमा जुन तपाईहरुले देखिरहनु भएको छ यो चार्ट भनेको तपाईको नेप्सेको चार्ट हो र यो नेप्सेको चार्टमा मैले आफ्नो कस्टम इन्डिकेटर इम्प्लिमेन्ट गरेको छु. यो माथिको इन्डिकेटरको नाम हो एमआरबी. यो मिन रिभर्जन ब्यान्ड हो. यो ब्यान्डको बारेमा भन्नुपर्दाखेरि यो माथिको रेजिस्टेन्स 1 हो. यो रेजिस्टेन्स 2 यो बीचको हरियो लाइन भनेको तपाईको रेजिस्टेन्स 1 हो र यो बीचको येल्लो भनेको मिन. यो येल्लोको तल जुन हरियो ग्रीन ड्यास लाइन छ यसलाई तपाईहरुले S1 र यो रेड भनेको S2. यिनीहरु जोन्सहरु हो है. R2 मा गइसकेपछि सेलिङ प्रेसरहरु आउँछ. R1 मा पनि आउने गर्छ. यो कुराहरु हामीले यो चार्टमा देख्न सक्छौं. यो चार्ट युज गर्ने तरिका एकदमै सजिलो छ. एउटा प्याटर्न याद गर्नुपर्छ तपाईहरुले. प्याटर्न के भन्दाखेरि हेड एन्ड शोल्डर प्याटर्न होइन, डबल टप डबल बटम प्याटर्न होइन है, कुनै पनि फ्ल्याग प्याटर्न पनि होइन. यो प्याटर्न भनेको एकदम सजिलो प्याटर्न हो. यो प्याटर्नको नाम भनेको तपाईको ब्रेकआउट हो. एउटा ब्रेकआउट पछिको एउटा पुल ब्याक. ब्रेकआउट एन्ड पुल ब्याक. पुल ब्याक तपाईलाई रिटेस्ट भनेर पनि भन्न सकिन्छ. रिटेस्ट पुल ब्याक एउटै हो, थरीको नाम छ. अब तपाईको त्यो पुल ब्याक र रिटेस्ट यसमा कसरी हेर्ने? यसलाई R1 र R2 लाई तपाईले यसलाई सप्लाई जोन भनेर पनि भन्न सक्नुहुन्छ. माथिको यो रेड भन्दा यो माथिको जुन अलि सानो यो ब्यान्डहरु देखिराख्नु भएको छ यो तपाईको एक्सट्रिम ओभरबट जोन हो यो र यो जस्ट ओभरबट जोन मात्रै भयो. यो तपाईको यो एरिया भनेको तपाईको ओभरसोल्ड जोन हो र यो भन्दा मुनिको तपाईको एक्सट्रिम ओभरसोल्ड जोन हो. अब यसमा ब्रेकआउट र पुल ब्याक कसरी हेर्ने? R1 मा पुगिसकेपछि तपाईको R1 र R2 दुईटै सप्लाई जोन हो. यो ठाउँबाट सप्लाई आउने गर्छ. जब यो मिन लाइनलाई माथि ब्रेक गर्छ R1 मा तपाईको सप्लाई देख्न सक्नुहुन्छ. यो सप्लाई आउँदाखेरि पुनः फेरि मिन लाइनमै तपाईको रिटेस्ट लिन आउन खोज्छ बजारले र जब प्राइस R2 मा पुग्छ, R2 मा पुगिसकेपछि फेरि तपाईको रिटेस्ट लिने भनेको R1 मा हो है. अनि त्यसपछि माथि जान्छ. अब यसलाई तपाईले यो एरियालाई तपाईले चार्ल्स डाउको भाषामा हेर्नुहुन्छ भने यसलाई चार्ल्स डाउको प्रिन्सिपलमा तपाईहरुले यसमा चाहिँ हायर लोको फर्मेसन तपाईहरुले पाउनुहुन्छ. यो टुल्स भनेको तपाईको एउटा डिसिजन हेल्पिङ टुल्स मात्र हो है. तपाईको बाइङ एन्ड सेलिङ स्ट्र्याटेजी भनेकै वर्ल्डमा जोसुकै ट्रेडर होस् तिनीहरुले युज गर्ने स्ट्र्याटेजी नै एउटा पुल ब्याक हो. यो ब्रेकआउट हो, त्यसपछि पुल ब्याक हो है. पुल ब्याक हो. तपाई जहाँ पाए त्यही नकिन्नुस्. जहाँ पाए त्यही किन्नु भयो भने बजारले पनिश त गर्छ नै. तपाईको पैसा हो, तपाईको मेहनतको कमाई तपाईहरुले हाल्दै हुनुहुन्छ भने अलि राम्रोसँग जानेर बुझेर हाल्ने गर्नुस्. यो हेर्दै तपाईहरु अगाडि बढ्दै जानुहुन्छ भने तपाईहरुले बुझ्नुहुन्छ है. र जब ब्रेकआउट हुन्छ यो मिन लाइनलाई जब ब्रेकआउट गर्छ मार्केटले त्यसपछि रिटेस्ट कहाँ लिन आउँछ त? मिन लाइनमा है. यो रिटेस्टमा हामीले बाइ गर्ने हो र यो रिटेस्ट आइसकेपछि तपाईको जान सक्ने ठाउँ भनेको फेरि कहाँ हो त? R1 हो है. R1 पछि अर्को जाने ठाउँ भनेको R2 हो. यो R2 पछि तपाईको सप्लाई अलि धेरै आउँछ यो ठाउँमा. R2 मा सप्लाई धेरै आउँछ. सप्लाई आउने क्रममा यो फेरि कहाँ आउँछ त? तपाईको R1 मै आएर रिटेस्ट लिन खोज्छ है. यो पनि तपाईको हायर लो नै हुन्छ. त्यसपछि फेरि पुनः यदि माथि जाने हो भने माथि जान्छ अथवा साइडवेज बस्न सक्छ. अब साइडवेजको कुरो गर्ने, साइडवेज जान सक्छ मार्केट जसरी यसरी है. एउटा साइडवेजमा बसिरहेको छ, न तल गइरहेको छ, न माथि जान सकेको छ, न ब्रेक गर्न सकेको छ, न तलै जान सकेको छ है. यस्तोमा यो एउटा सानो एक्जाम्पल हो यो है. त्यसपछि ब्रेक गरिसकेपछि फेरि यहाँनिर रिटेस्ट लियो, त्यसपछि फेरि माथि गयो. यो वेभ ट्रेन्ड भनेको तपाईको डेली मुभमेन्टको वेभ ट्रेन्ड हो. यो एउटा असिलेटरको रूपमा पनि लिन सक्छौं हामीले. जसरी बजार तलमाथि गर्छ यो पनि यो असिलेटर पनि त्यही अनुसारले तलमाथि गर्छ. फरक के छ यसमा चार्ल्स डाउको स्विङ सिग्नलहरु छन्. जस्तै मैले यहाँनिर हायर लोको कुरो गरेँ त्यस्तै बजारमा पनि तपाईको यो कतै न कतै ब्रेकआउटको सिग्नल हो. यो
ब्रेकआउट पछिको फर्स्ट पुल ब्याक भनेको हायर लो। हायर लोमा हामीले इन्ट्री लिन्छौँ। इन्ट्री लिने क्रममा हामीले हेर्नुपर्ने कुराहरू के हो त भन्दाखेरि लोअर लो बनाएछ भने लोअर लो बनाइसकेपछि अब तपाईहरुसँग यो सबै रिभर्सल पोइन्टहरु है, यो जुन चारवटा छ लोअर लो हायर हाई हायर लो लोअर हाई है, यो चारवटै पोइन्ट भनेको तपाईको के हो त रिभर्सल जोन हो। ल अब लोअर लो आइसकेपछिको अब लोअर लो पछि आउन सक्ने रिभर्सल पोइन्ट कुन हो त? लोअर लो आफैमा तपाईको लोअर लो भइसकेपछि आफैमा तपाईको बेरिस हो बुलिस हो है, बुलिस हो। लोअर लो भ्यालिड भएपछि बुलिस नै हुने गरिरहेछ है, लोअर लो आफैमा बुलिस हो। हायर हाई भनेको बेरिस हो। अब चाहिँ हायर हाई बनाइसकेपछि जान सक्ने ठाउँ भनेको तपाईको दुईटा हुन्छ, कि हायर लो कि लोअर लो। यो बेरिस बनाइसकेपछि जान सक्ने ठाउँ भनेको यो हायर पहिला यहाँ लोअर लोको कुरो गरौँ है। लोअर लो बनाइसकेपछि लोअर लो भनेको बुल हो, आफैमा बुलिस हो। लोअर लो बनाइसकेपछि बनाइसकेपछि अर्को बनाउन सक्ने रिभर्सल पोइन्ट कुन हो त? एउटा हायर हाई हो है, हायर हाई हो जुन तपाईको बेरिस हुन्छ है। यो लोअर लो बनाइसकेपछि तपाईको अब बनाउने ठाउँ भनेको बेरिस नै हुन्छ, त्यो भनेको हायर हाई। हायर हाई नभइकन अर्को एउटा कुन हुन्छ त? लोअर हाई है, लोअर हाई पनि बनाउन सक्छ, यो पनि तपाईको बेरिस नै हो। भन्न खोजेको तपाईको लोअर लो बनाइसकेपछि बनाउन सक्ने पिभट्स रिभर्सल बिन्दु भनेको दुईटा हो, एउटा हायर हाई एउटा लोअर हाई। अब हामीले लोअर लो बनाइसकेपछि यो कतै न कतै गएर ब्रेकआउट हुन्छ। चार्ट्समा हेर्नु होला, ब्रेकआउटको सिग्नल आउँछ। तर त्यो ब्रेकआउटको सिग्नलमा हामीले इन्ट्री गर्ने होइन, हामीले इन्ट्री गर्ने भनेको पुलब्याकको सिग्नलमा हो। हामी पुलब्याक अब चाहिँ पुलब्याक हुन्छ है भन्ने कुरा अब हामी अगाडि नै कसरी तयार भएर बस्ने है, त्यो कुराहरू हामी यहाँ यो वेभ ट्रेन्डमा बसेर हामी त्यसको एनालाइसिस गर्छौँ, त्यसलाई एक्सप्लोइट गर्ने प्रयास गर्छौँ। हायर हाई आइसकेपछि अब आउन सक्ने चान्सेस भनेको के हो? यो हायर हाई आयो, हायर हाई पछि हायर हाई आयो, हायर हाई आइसकेपछि एकैचोटि के आयो? लोअर लो है। एउटा आउन सक्ने भनेको लोअर लो। लोअर लो भनेको के हो त? बुलिस हो, बुलिस हो। र अर्को आउन सक्ने भनेको तपाईको चान्सेस के छ त? हायर हाई आइसकेपछि तपाईको अर्को चान्सेस भनेको हायर लो है। हायर लो पनि के हो त? बुलिस हो। हामीले किन्ने भनेको हायर लोमा हो र बेच्ने भनेको लोअर हाईमा हो। कुनै पनि रिभर्सल पोइन्ट बनाइसकेपछि मार्केटले अब बनाउन सक्ने चान्स भनेको दुईटा मात्रै हुन्छ है, दुईटा मात्रै हुन्छ। त्यही दुईटामा हामीले प्ले गर्ने हो, त्यो दुईटामा हामीले एक्सप्लोइट गर्ने हो। बजारलाई प्रेडिक्ट गर्ने होइन, बजारलाई एक्सप्लोइट गर्ने हो। मानौ ल यो भनेको तपाईको डेली वेभ ट्रेन्ड हो यो है, यसैलाई मैले रिस्याम्पल गरेर यो तलको भनेको विकली वेभ ट्रेन्ड हो है, विकली ओसिलेटर हो यो। विकलीमा जब कुनै एउटा रिभर्सल बिन्दु आउँछ भनेको लोअर लो यहाँनिर आयो, रिसेन्टली आएको भनेको लोअर लो हो। लोअर लो आइसकेपछि हामीलाई आउन सक्ने चान्सेस के हो त? लोअर लो बुल हो आफैमा, बुल आइसकेपछि फेरि के आउँछ? बेरिस। दुईटै बेरिस नै सिग्नल हुन्छ है, दुईटै कि हायर हाई आए पनि त्यो बेरिस नै हो, अथवा लोअर हाई आयो भने पनि त्यो पनि बेरिस नै हो। हामीलाई के चाहियो यहाँ? लोअर लो आइसकेपछि अब आउन सक्ने चान्सेस भनेको लोअर हाई हो अथवा हायर हाई हो। जे पनि आयो भने पनि त्यो बेरिस नै हो, त्यहाँ हामीले किन्ने होइन है, बेरिस हो। अब लोअर हाई आइसकेपछि तपाईको लोअर हाई आयो है, लोअर हाई आयो। यसमा लोअर हाई आइसकेपछि अब आउन सक्ने चान्सेस के हो त? ल लोअर हाई यहाँ आछ, एउटा आउन सक्ने चान्सेस लोअर लो आफैमा पनि बुलिस हो है। लोअर लो भनेको तपाईको आउँदाखेरि कसरी आयो त? लोअर लो भनेको तपाईको यो एरिया ब्रेक गर्नुपर्छ क्या लोअर लो आउनको लागि। लोअर हाई आइसकेपछि आउन सक्ने चान्सेस भनेको लोअर लो हो, र अर्को लोअर हाई आइसकेपछि आउन सक्ने चान्सेस भनेको हायर लो। यो दुईटै के हो त? हायर लो के हो? बुल हो। लोअर लो के हो? आफैमा बुल हो है। यो बुलिस सिग्नल हो यो यिनीहरू। अब लोअर लो भनेको बेरिस सिग्नल भयो। बेरिस सिग्नल पछि आउन सक्ने भनेको
हायर लो र लोअर लो यो दुईटै तपाईँको बुलिस सिग्नल हुन्छ। लोअर लो यहाँ आउँदैन, किन आउँदैन भन्दाखेरि लोअर लो यहाँ मुनि छ, यो जब ब्रेक गर्छ त्यसपछि बल्ल लोअर लो आउँछ, फर्मेसन हुन्छ र यहीँबाट पनि बजार उठ्न खोजेको छ, त्यो भनेको हायर लोको सङ्केत हो। भन्न खोजेको बजार विकलीमा बुलिस छ, विकलीमा त अब तपाईँको पुल ब्याकै आयो, यतिखेर किन्नु भएन भने पछि पर्नुहुन्छ, एउटा त्यो भयो है। अस्तिको पिभट्स हेर्ने भने रिभर्सल पोइन्ट भनेको लोअर लो आएको छ, लोअर लो आइसकेपछि हाम्रो सिग्नल भनेको बुलिस सिग्नल हुन्छ। तर हामीले बुलिस सिग्नल हुने बित्तिकै डेलीमा यदि ट्रेड गर्ने हो भने तपाईँको लोअर लो कुनै बेला यस्तोमा आउँछ, कुनै बेला यस्तोमा आउँछ। हरेक लोअर लोमा हामीले ट्रेड गर्ने होइन, ट्रेड गर्दाखेरि कुनै बेला हामी डुब्न पनि सक्छौँ। यदि तपाईँ बाई इन्ट्री गर्दै हुनुहुन्छ भने डोन्ट बी सर्टेन, यही नै हुन्छ भन्ने प्रेडिक्ट नगर्नु, एक्सप्लोइट गर्नुहोस्। यो आइसकेपछि यो दुईटा आउँछ, अथवा लोअर लो आइसकेपछि यो हायर हाई र लोअर हाई आउँछ। यो दुईटामा आफूले रियाक्सन के गर्ने हो है। लोअर लोमा किन्ने हो होइन, हामीले लोअर लोमा कहिले पनि किन्दैनौँ, कुनै पनि बजारमा हामी इन्ट्री गर्दैनौँ। लोअर लोमा इन्ट्री गर्ने भनेको हायर लोमा इन्ट्री गर्छौँ र कि नभए लोअर हाईमा इन्ट्री गर्छौँ। यो एउटा डिसिजन सपोर्ट टुल मात्रै हो है, डिसिजन सपोर्ट टुल मात्रै हो। यसमा तपाईँले कन्फिडेन्ट बसाउनको लागि हरेक, जस्तै यो अब यो लोअर लो भनेको ब्रेकआउट पछिको फर्स्ट पुल ब्याक है, फर्स्ट पुल ब्याकमा तपाईँले थोरै मात्रै किन्नुहोस्, त्यसपछि तपाईँको कन्फिडेन्ट बढ्दै जान्छ, कन्फिडेन्ट बिल्डअप हुँदै जान्छ कि है। ल फर्स्ट हामीले हेर्ने तरिका भनेको विकलीमा जब लोअर लो आउँछ अथवा कुनै एउटा रिभर्सल पोइन्ट आउँछ है, लोअर लो आइसकेपछि हाम्रो चान्सेस के हो त, लोअर लो भनेको त बुलिस हो है। बुलिस हुनु भन्ने बित्तिकै ल ठिक छ, अब यहाँ लोअर लो आयो, अब किन्ने हो भन्ने होइन। हामीले डेलीमा गएर त्यहाँ पुलब्याक बनाएको छ कि छैन त्यो विचार गर्नुपर्छ। यो तपाईँको ब्रेकआउट र पुलब्याक भन्ने यो प्याटर्न तपाईँ अरू हेड एन्ड सोल्जर प्याटर्न है, यो डबल टप डबल बटम प्याटर्न, यसमा तपाईँ जानुभयो भने तपाईँ हराउनुहुन्छ। र क्यान्डलको प्याटर्नमा पनि जानुहुन्छ भने तपाईँ त्यहाँ पनि हराउनुहुन्छ। तपाईँ एउटै मात्रै प्याटर्नमा छिर्नुहोस् र त्यही एउटा प्याटर्नलाई आफ्नो टुल बनाउनुहोस् है। यो टुल एकदमै हेल्प गर्छ। त्यो एउटा प्याटर्नमा मात्रै तपाईँ एनालाइसिस गर्नुहोस्। किन यो प्याटर्नलाई म भन्छु भन्दाखेरि तपाईँको 5 मिनट पनि सेम प्याटर्न देख्न सक्नुहुन्छ, ब्रेकआउट एन्ड पुल ब्याक। 10 मिनटमा पनि देख्न सक्नुहुन्छ, 1 घन्टामा पनि देख्न सक्नुहुन्छ, 1 डे र 1 विकमा पनि सेम प्याटर्न देख्नुहुन्छ। या लोअर लो बनायो, लोअर लो बनाइसकेपछि हायर हाई बनायो, हायर हाई पछि के बनायो, हायर लो। हायर लो भनेको तपाईँको के हो त, यो भनेको पुल ब्याक प्याटर्न हो। सेम लोअर लो यहाँ आएको छ, यहाँ लोअर हाई अस्तिको मार्केटले बनायो र अहिले फेरि के बनाउन खोज्दैछ, हायर लो। यहाँनिर यो ब्रेकआउट भयो, यो कहीँ न कहीँ ब्रेकआउट हो, यो पुल ब्याक भयो, यहाँबाट इन्ट्री माथि अप ट्रेन्ड हो है। विकलीको अप ट्रेन्ड हो, टाइम लाग्छ, केही महिना पनि लाग्न सक्छ। विकलीमा हामीले इन्ट्री लिन्छौँ भने हामीले यो लोअर लो, यो बुलिस जोन हामीले मिस गर्छौँ, त्यो भएर डेलीमा पनि हेर्नुपर्ने हुन्छ। त्यो भएर यो लोअर लो बनाउने बित्तिकै कुनै एउटा रिभर्सल पोइन्ट बनाउने बित्तिकै पहिला चहल पहल भनेको डेलीमा हुन्छ। अथवा डेलीलाई छोडेर तपाईँले 1 आवरमा हेर्नुहुन्छ भने 1 आवरमा पनि चहल पहल अलि धेरै हुन्छ है। ल 1 आवरको पनि चार्ट म देखाउँला तपाईँहरूलाई। जब फर्स्ट लोअर लो बनाउँछ विकलीमा, त्यसपछि डेलीमा आएर तपाईँ के हेर्नुहोस्, पुल ब्याक बनाएको छ कि छैन। यो लोअर लो भनेको डेलीमा विकलीमा भनेको अब चाहिँ त्यहाँभन्दा तल जाँदैन है, त्यो एरियाभन्दा चाहिँ तल जाँदैन। अब त्यो नजाने भएपछि सिधै इन्ट्री नलिनुहोस्, इन्ट्री हरेकचोटि पुल ब्याकमा लिनुहोस्। पुल ब्याक त्यो पनि डेलीमा आएर, जस्तै यो पुल ब्याक भयो है। म तपाईँहरूलाई इक्जाम्पल पनि भन्छु। अब यहाँ हायर लो आउँछ, भोलिको बजारले हायर लो दिइहाल्छ। दिने बित्तिकै अब यो हायर लोमा इन्ट्री गर्ने कि नगर्ने, अथवा डेलीमा फेरि अर्को पुल ब्याक इन्ट्री गर्ने
होइन। अब तपाईको विकलीमा जब यो पुलब्याक दियो त्यो भनेको पुलब्याकमा इन्ट्री गर्नुहोस्। भन्न खोजेको तपाईको जुन यो लोअर लो जब बन्यो यो क्यान्डलमा बनेको छ लोअर लो है, यो सेतो यो व्हाइट कलर जुन देखिरहनु यो क्यान्डलमा तपाईको लोअर लो बनेको छ। त्यो भन्नु भनेकै तपाईको यो एमआरबी मा के हो त ब्रेकआउट एन्ड पुलब्याकको कन्फर्मेसन हो। एलआई र एलआई तपाईहरुले मिक्स गर्नुभयो भने मिक्स स्ट्र्याटेजी तपाईहरुले युज गर्नुभयो भने एकदमै प्रफिट हुन्छ है। र अर्को कुरा के पनि भन्दा जस्तै यो एकदमै लामो यो लगभग 1-2 हप्ताकै यो लामो राम्रो ट्रेन्ड थियो यो है। विकलीमा ट्याक्कै लोअर लो पनि बनायो। लोअर लो बनाइसकेपछि तपाईको डेलीमा पुलब्याक देखिएन, पुलब्याक देखिनु पर्ने थियो देखिएन है। नदेखेपछि तपाईले के गर्नुस् भन्दाखेरि यो लोअर लो आउने बित्तिकै एकचोटि डेलीमा त छँदैछ, डेलीको त यही नै भयो। एकचोटि आवरली को टाइम फ्रेममा पनि हेर्नुस्। आवरलीमा पनि के गर्दैछ, जब तपाई आवरलीमा छिर्नुहुन्छ नि तपाईको डेलीमा भन्दा केही न केही 5-10 रुपैयाँ अगाडि बस्नुहुन्छ तपाई आवरलीमा यदि इन्ट्री गर्नुहुन्छ भने है। आवरलीको फाइदा त्यो हो। ल अरु कुरा यति हो मैले भन्नुपर्ने। मसँग जोडिन सक्नुहुन्छ। अहिले मैले खासै कुनै च्यानल र कुनै कम्युनिटी बनाएको छैन यसको लागि। मैले आफ्नो यो सेल्फ एनालाइसिस हो यो एनालाइसिस मन परेछ भने कमेन्ट गर्नु होला, फिडब्याक दिनु होला। एकदम फिडब्याकको एकदम आवश्यक छ। केही कुरा कतै कुरा यदि बुझ्नु भएको छैन भने मलाई कमेन्टको मार्फतमा भन्न सक्नुहुन्छ। म एक्सप्लेन गर्न एकदमै तयार छु।